तपाईँले नि भन्नु दिदी Ready, one. यसरी रक्सी फादर चाहिँ रक्सी चिया पछि खाना चिया दामी है चिया के भइरहेछ जाडो पनि भइरहेछ सो क्या खडा हो Hello everyone, so good afternoon, namaste, सेवा साथीहरु सेवाहरु welcome back to my YouTube channel मा स्वागत छ सबैजनालाई कञ्चनपुरको ब्लगमा आज भने तपाईहरुले मेरो थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ के हो विशेष गरेर भनेर सो आज भनेको चाहिँ स्पेशली राईको साकेला हो अनि आज चाहिँ टुरी खेलमा एकदमै भव्य र सभ्य तरिकाले मनाउँदै छ सबैजना भएर सो हामी पनि जाँदै छु हामी भन्दा म एक्लै जाँदै छु है अगाडि नै गइसकेको छ भाइ बहिनीहरु जाइसक्नु भएको छ सो म मात्रै जाँदै छु लेट्स सी है अनि यो गेटअपमा चाहिँ मलाई कस्तो देखिरहेछ हेर्न सक्नुहुन्छ हैन सायद आई होप सो राम्रो देखिरहेछ होला भनेर ल अब साकेलामा भेटौँ है त बाइ बाइ आज भने चाहिँ स्पेशल डे सैटरडे पर्यो सैटरडेकोमा चाहिँ राई कल्चरको एकदमै विशेष गरेर साकेला हुँदै गइरहेको छ यहाँ त्यो पनि काठमाडौँ टुरी खेलमा जो यहाँ भ्याली भित्र हुनुहुन्छ सबैजना टुरी खेलमा आउनु होला सबैजनालाई इन्भाइट छ अनि सबैजना भएर नाच्नु पर्छ है साकेला अनि सो आज भने चाहिँ मेरो भदैनीको पनि यता फेयरवेल कार्यक्रम छ कलेजमा सो उसलाई मैले रेडी गरिदिँदै छु है दिदीले रेडी गर्दै हुन्छ आशालाई चाहिँ अनि मेरो सुरुवात हुन्छ चियाबाट तर म चाहिँ नजाने आज साकेला सो मेरो डेस्टिनेसन भनेको अफिस चिया पछि खाना म अब रेडी भइसकेपछि देखाउँछु है सो बाई बाई गाइस सो म चाहिँ रेडी हुँदैछु सो है एभ्रिवान अनि हेर्नु न पछाडिको मेरो ब्याकग्राउन्डको हालत एकदमै के भइरहेछ जाडो पनि भइरहेछ सो ए हो अब म चाहिँ रेडी भएर तपाईहरुसँग भेट्छु है त सो फाइनली म यहाँ आइसकेको छु है अनि एभ्रिवान अब यो चाहिँ राईको राईको कल्चर छ म चाहिँ यसो डेटा गरेको छु खासै मेरो चाहिँ अब मलाई चाहिँ खासै आउँदैन नि त सो अब यहाँनिर चाहिँ म एक्लै छु अब यहाँ बहिनी पनि आएको छ बहिनीलाई म एकचोटि भेट्छु होइन यता छ है सो राईको कल्चर हेर्न सक्नुहुन्छ मान्छेहरू कति क्युटहरू यस्तो गरिरहेको छ यहाँनिर हेर्न सक्नुहुन्छ सो लाइन बाई लाइन यसरी गइरहेछ है अब के भन्ने ल आजको यही है भ्लग आमामा कति धेरै मान्छे टुरी खेलमा कति धेरै मान्छे हो टुरी खेलमा तर के भन्नुहुन्छ भने यहाँ त यस्तो धुवा मास्क चाहिँ लाउनु पर्यो चाहिँ आज त मरिने भयो बिमारी भएर बिमारी पक्का मरिने भयो है आमा के हुँदैछ हो मान्छेहरू पनि ए माइ गड ने कति धेरै यहाँ त यस्तो जाडो हुन्छ भने मैले त मजासँगै लगाइदिएको नि त सो यहाँ हेर्नुहोस् आएको चाहिँ दामी छ है नाच हेर्न सक्नुहुन्छ नाचहरू खतरा छ है भित्र राईहरूको ल एभ्रिवान होइन अब कस्तो भोक लागिरहेछ अब एकछिनमा खान्छ होला सायद है मेबी ल लेट्स गो है यस्तो यहाँ राईको कल्चरहरू पनि यस्तो बबाल हुन्छ है बबाल हुन्छ सो यहाँ पुलिस दाइहरू पनि छ होइन सो उहाँहरू चाहिँ अब बसेको रहेछ सो म एक्लै जाँदैछु यहाँनिर अब त्यतातिर जान्छु एकचोटि तल रन मारेर जान्छु है यहाँ चाहिँ एकदमै दामी तरिकाको हुँदैछ यो ब्याग चाहिँ मैले भिडे जस्तो लागिरहेको ल यता हेर्न सक्नुहुन्छ है सबैजना यता बसिराख्नु भएको छ राईहरूको कल्चर एकदमै बबाल छ तर मैले चाहिँ कसमा भेट्नु यहाँ त भेट्नै सक्दिनँ के भन्ने हो यहाँ त केही बोल्नै जाँदिनँ
मान्छे छ यति राम्रो राम्रो हुन्छ यति राम्रो राम्रो हुन्छ भन्छ सबै आउँछ के भन्ने हो दामी म चाहिँ जाँदैछु त्यसपछि म अब बहिनीलाई फोन गर्छु बहिनी अस्मिता बहिनीलाई भेट्यो भेटेन भने म ठुलै अनि त्यसपछि एकछिन घर फर्किन्छु ए लस्सी है त मासु यसरी है सेकाएको है सेकाउँदो रहेछ क्या दामी है यो चाहिँ रक्सी राईको यसरी पार्दो रहेछ है जाँड कि रक्सी हो यो जाँड पार्ने हो यो कसरी पार्दो रहेछ जाँड अनि यसरी पार्दैछ जाँड है अनि अब यहाँ धेरै अब मान्छेहरूले अब खानेकुराहरू पकाएर खाँदैछ होइन सो यहाँहरू सबैजनाले म यति धेरै घुमिसकेँ होइन मैले आफ्नो मान्छे त भेटेँ त मरिदासमा कोही पनि भेटेको छैन हौ के साह्रो ल अब गाइजहरू होइन खासमा के रहेछ यहाँ चाहिँ ए यसरी बनाउँदो रहेछ ल यो चाहिँ ट्याटू हाल्ने जस्तै ट्याटू हाल्ने जस्तै ल नेपालकै झट्ला राम्रोसँग बनाइरहेछ है ल यो चाहिँ फोटोको सेसन हुँदो रहेछ फोटोहरू खिच्ने होइन के रहेछ त त्यहाँ नेपालको आफ्नै राइस ओके यहाँ त फोटो खिच्ने रहेछ दामी फोटो खिच्ने रहेछ थ्याङ्क यू भाइ थ्याङ्क यू ल मलाई उसले फोटो खिचिदिएको खासमा होइन यहाँ चाहिँ कोही छैन नि त फोटो खिचिदिने मान्छेहरू अनि अब अरूलाई खिच्नु लाउनु पर्यो होइन आफ्नो साथीहरू कोही छैन साथी नभएछ त्यस्तै होइन अब यहाँ हेर्दैछु है म चटपटो पाउँदो रहेछ त तर उसो हुन्छ कि एक्चुअलमा के हो भन्दाखेरि चाहिँ ल योहरू चाहिँ सबै अब खासमा म चाहिँ कहाँ के गर्नु पर्यो ओ माई गडनेस चटपटे रहेछ यहाँ चाहिँ चटपटे दामी पाउँछ होला है चटपटे खाइदिनु पर्ला जस्तो सयको म एक्लै खाइसक्दिनँ होला सयको त 50 दिनु न त ल बस्नु मिल्दैन कता बस्नु मिल्छ चटपटे खानेवालामा छु म चाहिँ होइन ल साथीहरू अब चटपटी दामी बनाउँदो रहेछ चटपटी खान आउनुहोस् ल म अब चटपटी खानेवालामा छु सो त्यसपछि म तपाईँहरूसँग जोड्छु है त मेरो लागि हो ल एभ्रिवान मैले चटपटी खानेवालामा छु खाइसकेपछि म तपाईँसँग जोड्छु है थ्याङ्क यू अङ्कल भनेर चाहिँ म लागेँ चटपटी खाएर सो किन भन्दा मैले यो भोइस किन गरेको भन्दाखेरि खासमा भोइस साउन्ड नै तपाईँको माइकमा बोलेको जस्तो भएर चाहिँ मैले यो भोइस गरेको अनि एउटा बहिनीले सानो फुच्चिलो बहिनीले चाहिँ पानी बेच्न लिएको रहेछ अनि किन्दिनँ कि किन्नु भनेर त्यो मैले पानी किनेर मैले खाइ नसकेर चाहिँ बोकेर जाँदैछु अनि बाटोमा कसलाई दिउँ भएर चाहिँ अलिकति पानी त चलाएको छ अप्ठ्यारो लाग्यो होइन सुतो भएर पानी बोकेर चाहिँ म हिँडिरहेको छु बोल्दै बोल्दै अनि अब के भन्ने भनेर चाहिँ सोचिरहेको थिएँ अब यहाँ चाहिँ एकचोटि देखाइदिएँ यहाँ चाहिँ डान्सहरू गरिरहेको रहेछ है यहाँ पनि एकदमै ढले 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 भन्ने गीतहरूको चाहिँ एकदमै खतरा तरिकाले डान्सहरू गरिरहेछ नि त तपाईँले देख्न सक्नुहुन्छ सो अब भनेपछि यसरी नै मैले भोइस बनाउनु पर्छ किन भन्दाखेरि सबै माइकमा बोले जस्तो भइरहेछ नि त
त्यही भएर चाहिँ अब यहाँ हेर्नु सक्नुहुन्छ सबै भिड लागिरहेछ एकदम खतरा तरिकाले डान्सहरू गरिरहेछ अनि म चाहिँ यो भिडमा म भित्र पस्दै पस्दै डान्स गरेकोहरूलाई देखाइरहेको छु क्या तरिकाले हानिदिइरहेछ है सो त्यही हो अब मैले चाहिँ के भन्ने भने नि यहाँ चाहिँ खतरा अब डान्सहरू भइरहेछ राई डान्सहरू कल्चर मात्रै नभएर सबै पानी पोख्यो भनेर मैले फेरि भिडियो लाउँदैछु अनि भिडियो बनाउँदै यसरी जाँदैछु कसैले देखेको छैन पुरै एनर्जी सायद मैले भिडियो ब्लगहरू बनाउँदै थिएँ कि अनि म बोल्दै जाँदै थिएँ होइन एकदमै रमाइलो छ सबैजना आफ्नो सुरमा छ होइन सबै आफ्नो सुरमा फोटो खिच्ने कोही नाच्ने कोही गफ गर्ने होइन कोही खाने यस्तै चलिरहेछ है यहाँ टुरी खेलमा चाहिँ विशेष गरेर आज भने राई साकेलाको आफ्नो कल्चरवाला डान्सहरू नाच्दैछ नि त सबैजना त्यही भएर चाहिँ एकदमै रमाइलो छ सबैजना तर म चाहिँ आज एक्लै थिएँ नि त त्यही भएर चाहिँ अलिकति गाह्रो नै भएको अब यहाँ यो ग्रुपमा हेर्नुहोस् यो ग्रुपमा पनि भाइ बहिनीहरूले चाहिँ एकदमै हेर्नु सानो नानीहरूले पनि कस्तो खालको डान्स गरिदियो कि अनि यहाँ सबैले डान्स गरिरहेछ मजाले आफ्नो एनर्जी लाएर पुरै है अनि डान्सहरू पुरै एनर्जी लाएर दिइरहेछ क्या यस्तो डान्सहरू यसरी डान्स गर्दै खिच्दै म जाँदै थिएँ होइन जाँदै एकजना ब्लगर भाइ पनि भेटेँ हेर्नुहोस् न ब्लगर साथी एकजना मेरो साथी भेटेँ उसले हाई गर्दैछ मैले नि हाई गरेँ होइन एकदमै रमाइलो छ किन भन्दाखेरि उसले पनि भिडियो खिच्दै आउँदो रहेछ नि त संजोग मैले पनि भिडियो खिच्दै गएँ सो उहाँले पनि हाई गर्यो मैले पनि बाई गरेँ सो यहाँ Let's see. People looking at you right now. So, aku langsung lah, hai everyone, I will just laugh about it. Hey, you photo business man, this is not मेरा साथ सुधा भाई ना के? ये तो बोलने लागो कि ना हो मैं गए, तो photo business. Oh my God, what? गएको छ होइन भाइ भाइहरूले खाँदै राख्दो रहेछ यहाँ पनि कडा छ एनर्जेटिक जस्तो छ है सो दिव्या प्रोडक्ट खानिरहेको है
बाँच्यो भने चाहिँ यार झ्याउ लाग्छ डर लगता है मुझको oh my goodness यहाँ चाहिँ डान्सहरू गर्दा गर्दैछ है यो चाहिँ के भन्छ के राई कल्चर भन्छ त एउटा यो डान्स चाहिँ कुन कल्चर भन्नुभयो राई कल्चरको सुनारको ओके सुनारको है यो डान्स सुनारको डान्स हुँदैछ सुनारको एनर्जेटिक रहेछ डरै डरै क्या my god रक्सी क्या खडा हो यसरी रक्सी पाल्दो रहेछ है रक्सी छ्याङ सो फाइनली साथीहरू म घर आइसकेको छु सो अब म चाहिँ खासमा 1-1.5 घन्टा मात्रै टुरी खेलमा बसेँ किन भन्दाखेरि त्यहाँको भिडहरूले मलाई गाह्रो बनायो अनि कोही साथी पनि थिएन नि त बसेको त्यही भएर हो अनि सो म चाहिँ फर्किगएँ अनि फर्केर अब आइसकेको छु सबैजनालाई मेरो भिडियोलाई माया गरिदिनु होला मन पराइदिनु होला अनि जो नयाँ हुनुहुन्छ सबैजनालाई मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला प्लिज एन्ड अर्को भिडियोमा भेट्नेछु भन्दै बाई बाई साथीहरू लभ यु